चलचित्र नाङ्गो गाउँमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्म साक्यको प्रवेश भएको छ। निर्देशक दिपेन्द्र लामाले मङ्गलबार यसको औपचारिक रूपमा जानकारी गराएका हुन्। सोमबार साम्राज्ञी र कर्मसँग निर्माण पक्षबीच कागजी सम्झौता भएको हो। निर्देशक लामाले भने, मलाई साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो। यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ। निर्देशकीय हिसाबले लामाको यो 5औं फिल्म हो। यसअघि उनले घामपानी, गोपी, छ माया छ पक्कै र 2 नम्बरी निर्देशक गरिसकेका छन्। 2 नम्बरी यो वर्षको सुपरहिट फिल्म हो। फिल्म नाङ्गो गाउँमा यसअघि अभिनेता दयाहाङ राई र नायिका मिरुना मगर अनुबन्धित भइसकेका छन्। साम्राज्ञी र कर्मको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पूरा भएको छ। आलोक शुक्लाको छायाङ्कनमा रहने फिल्ममा शिशिर वाङदेल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। मनिष्मा फिल्म्स प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ। हस् त साथीहरू, आजको लागि यति नै। अन्य फिल्मी खबरका साथ म फेरि पनि उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि म दिनेश बिदा चाहन्छु। जय नेपाल।